यो चाहिँ रुखको छारीमा गाडी राखेर बसेको अवस्था र यसरी यो रुखको छारीमा यो चाहिँ धनुषा जिल्ला भन्न जानकी मन्दिरसँगै हो। यो चाहिँ सरस्वती स्कुलले सरस्वती मावि भनेर स्कुलको नाम पपुलर रहेछ। यो स्कुलको ग्राउन्ड हो अनि स्कुलको ग्राउन्डभित्र बसेको अवस्था। स्कुलको ग्राउन्ड चाहिँ भयङ्कर ठुलो छ तर 4 लास्टै छ। यहाँ लाइफ नेपाल भनेर पनि लेखेको छ होइन। स्कुलको ग्राउन्ड हेर्नु, स्कुलको प्रोपर्टी त बाफ पुरा छोड्दियो। योभन्दा पछाडिपट्टि अर्को बिल्डिङ पनि छ। म घामले गर्दा बाहिर निस्किन सक्ने अवस्थै छैन। घाम अहिले 34 डिग्री रहेको अवस्था र 34 डिग्री हुँदा पनि घाममा बस्दा चाहिँ गर्मी हुन्छ तर शीतल बस्दा चाहिँ हावा चलिरहेको अवस्था छ। अलिकति हावा चलिरहेको छ। यो रुखको छारीमा पनि गाडी पनि राखेर बसेको छु तर 34 डिग्री घाम हुँदा पनि छारीमा बस्दा चाहिँ पसिना आउँदै रहन्छ। शरीरमा पसिना चाहिँ आएन। र स्कुल मर्निङ हुँदो रहेछ। मर्निङमा 11-12 बजे ठुला विद्यार्थीहरूलाई छुट हुँदो रहेछ, छुट्टी हुँदो रहेछ। र यो घाम उखरमौलो गर्मी घाम छ छन चाहिँ 34 डिग्री। बाहिर घाममा त निस्किन सक्ने अवस्था छैन। र सरस्वती स्कुलमा बसेको अवस्था धनुषा जिल्ला। यो चाहिँ हेर्नुहोस् धनुषा जिल्ला। र यहाँ अगाडिपट्टि एउटा पोखरी पनि छ र यो पोखरी चाहिँ यहाँ धनुषा जिल्लाको पोखरी भएको ठाउँ भन्छ के अरे होइन। पोखरी भएको ठाउँ हो। त्यो चाहिँ माछा एउटा उप राखिराखेको छ। माछा आउँछ भनेर, माछालाई खान्छ भनेर त्यो कालो कालो प्लास्टिक राखिदिएको हुँदो रहेछ। त्यो पोखरी छ। जानकी स्कुल है। यहाँ मन्दिर पनि बनाइएको छ। गाडी छारीमा राख्नु पर्ने अवस्था हेर्नुहोस्। यस्तो गाडी छारीमा राखेर बस्नुपर्ने अवस्था। ओहो गर्मी र भित्र बस्दा आनन्द। छारीमा बस्दाखेरि घाममा गएपछि गर्मी, भयङ्कर गर्मी।